मेरो नाम कमला पोखरेल गेवाली, 6 महिना छ, पटना कमला पशुपालन फर्मबाट बोल्दैछु। मैले गर्न थालेका 20 देखि माथि नै भयो, 20-22 वर्ष भइसक्यो। थालेका पनि 7 वर्ष बरस भयो। छोराछोरी साना भए, आम्दानी गर्ने बाटो केही पनि भएन। अनि छोराछोरी पढाउनु पर्यो, पाल्न पर्यो भन्ने भयो। अनि अरू जागिर गर्ने पढाइ पनि भएन र घरको उसले पनि दिएन। त्यसपछि अब यही भैँसी नै पाल्ने अनि छोराछोरी पढाउने भन्ने मनसाय भयो। अनि एउटा भैँसी पहिलेदेखि पाल्ने रीतिरिवाज नै थियो हाम्रो। त्यसपछि अर्को थपिएपछि अलिकति दुध बेच्दा अलिकति रात भयो, फेरि अर्को थपियो गर्दा गर्दै अनि पछि फेरि होइन दर्ता गरे हुन्छ कि भनेर फेरि दर्ता गरियो। त्यहीबाट सुरु गर्छु। मेरो फर्ममा यतिखेर म कहिलेकाहीँ ल्याउने बेच्ने गर्दाखेरि कहिलेकाहीँ 12-15टा पनि हुन्छन् भैँसी। गाई चाहिँ म कहाँ एउटै हुन्छ। यतिखेरलाई चाहिँ 8वटा भैँसी छन्, एउटा गाई छ। 6वटा बाख्रा छन्, 25वटा कुखुरा छन्। पहिला लोकल पालियो। अनि लोकलबाट पाल्नेतिर खर्च धेरै हुने, आय स्रोत कम हुने गर्दाखेरि पछि फेरि उन्नत जातको दर्ता पनि गर्न थालियो। अनि उन्नत जातका ल्याउन थालियो र अहिले उन्नत जातकै छन्। कोही मुर्रा छन्, कोही दोग्ला मुर्रा छन्, त्यस्तै छन्। गाई भैँसीलाई दाना खुवाउँछौँ, अनि फेरि मिसिनमा घाँस काटेर खुवाउँछौँ। बिहानमा एकदम टन्नै त्यस्तै बनाएर खुवाउने। त्यसपछि 1 बजीतिर दाना पानी पराल खुवाउने, त्यसपछि साँझ खुवाउने। उत्पादन त म विक्रेता पनि भएको कारणले गर्दाखेरि नियम यति हुन्छ भन्ने नै छैन। करिब 40-45 लिटर दिनको भइरहन्छ लिमिट। नजिकबाट बेच्ने त्यस्तो हाम्रो थोरै 1 लिटर 2 लिटर गाउँमा बेचेर हामीहरूलाई बाँकी दुध रहन्छ डेरीमा जानै पर्ने। त्यसले गर्दा गाउँमा बेचिन्न। टाढाको डेरी हुँदाखेरि दुःख त यहाँबाट अब मुर्गिया बेच्न जाने हो, 6 महिना 6बाट मुर्गिया जाने हो। यहाँको डेरीले अब म व्यापारी भएका कारणले गर्दाखेरि पनि होला, आज भयो भनेर 2-4 दिन दुध घट्यो भने फेरि डेरीले लिँदिन्न। 6 महिनाले लिन्छ अनि 6 महिनामा जान्छ। म दुःख त यहाँबाट उहाँ जाँदा गाह्रै हुन्छ। अब त्यो दुधको पैसाबाट दुधको पेट्रोल हाल्न पर्यो, आफू जानु पर्यो, घाँस काट्ने समयमा दुध छोड्न जानु पर्यो, दुःख त भइहाल्यो। कुखुरा बाख्राबाट त 6 महिना नभइकन बेच्न मिल्दैन। 6 महिना यताको आम्दानी केही पनि हुँदैन, त्यसलाई खुवाउने मात्रै नै हो। 6 महिनापछि एउटा पाठो बेच्यो भने त्यही यो 22,000 25,000 1 वर्षसम्म पाल्यो भने लगभग 35,000 पोहोर मैले बेच्दा 35,000 40,000 का बेची थिएँ भने अब अहिले बेच्दा 6 महिनामा धेरै भएका कारणले गर्दा वर्षा पनि आयो, उसले गर्दाखेरि अब 20-22,000 को बाख्राको आम्दानी हुन्छ भने महिनाको अब 35 देखि 55-56 हजार दुधको हुन्छ। म त 22 वर्ष कि 23 वर्ष कि थिएँ यसमा संलग्न हुन थालेको, आज 50 वर्ष कि भइसक्यो। अब यसैमा नै निरन्तर छ मेरो काममा। एकदमै मेरो घरको परिवारले सहयोग नै गर्थेनन् भनेर म आज यहाँसम्म आउने मान्छे नै होइन। आज हिजो कसै कहाँ गएर काम गरेर खाने मान्छे हो। सबैको परिवारको एकजुट भयो, सबैले साथ सपोर्ट दिनुभयो। मैले दुनी काम गरेँ भने उहाँहरूले घाँस काट्ने काम गर्नु, मैले घाँस काटेँ भने उहाँहरूले दुनी काम गर्नु, उहाँहरूले दुनु भने मैले गोबर फाल्ने काम। हाम्रो एकदम निरन्तर बाहिरी मान्छे हाम्रो कोही पनि छैन। आय स्रोत पनि हाम्रो अलिक कमै छ। अब जान परिवार पनि 4 जना छन्, 4 जनाको निरन्तर यसैमा छ। हामी नाफा त यतिखेर केही पनि छैन, गइरहेको गरम। अब के गर्ने त अरू खासै गरेर पनि केही छैन। कि त विदेशै जान पर्यो। जागिर गर्नु भयो 15,000 को जागिर पाइन्छ, 15,000 को जागिर गरेर पनि त्यति जान पर्यो, आउनु पर्यो, भाडा भर्नु पर्यो, खान पर्यो गर्दै यसैमा गर्ने भनेर अब घाटा नाफा बराबरी छ कि। कतिपयमा घाटा हुन्छ नि, कतिपयमा नाफा। मैले सरकारी हौदी बनाउनै नसकेको अवस्था थियो। मेरो गोठको अवस्था तपाईँले देखिहाल्नुभयो। अब 9वटा भैँसी बाँध्दाखेरि 3 ठाउँ बाँधिराखेको छु। अब पहिला यो हौदी बनाउने मेरो उजो भएन, त्यसपछि सरलाई गएर मेरो हौदी बनाउने उपाय नै भएन। मेरो दुला अब गाडीमा पर्नुभयो, 3-4 वर्षसम्म बिस्तारामै हुनुभयो, छोराछोरी साना भयो, मेरो उपाय नै भएन केही गर्ने भन्दा मलाई 50,000 पादिनु भयो थियो। मैले भैँस सोलिङ र उतापट्टिको गोठको भैँस सोलिङ र त्यही हौदी बनाएँ। 50,000 सरले दिनुभएको थियो, 50,000 मैले बाँकी थपेर बनाएँ। अहिलेसम्म अरू केही पनि त्यहाँबाट केही पाइएन। घाँसको बिउ पाइन्छ। अब आफूलाई चाहिएर पाइएन भन्दा अर्कोलाई दोष दिएर त्यहाँ उगाउने ठाउँ भएन। हामी गयो भने दबाई, जुकाको दबाई, माटेको दबाई अब उपलब्ध छ।
मेरो फर्ममा अहिलेसम्म मेरो गरले पनि जितेर होला। खासै त्यस्तो रोग देखिएकै छैन। दानाको मूल्य 50 रुपियाँ किलो हो, दुधको मूल्य 90 रुपियाँ किलो हो होइन। अब घाँसको बिउ अहिले हामीले उसबाट ल्याउँदाखेरि त्यही कृषि उसबाट ल्याउँदाखेरि 30 रुपियाँ 25 रुपियाँदेखि 30 रुपियाँ हाम्रो घाँसको मूल्य पर्छ। किनभने आउनु पऱ्यो जानु पऱ्यो होइन पर्छ। अब उपलब्ध चाहिँ हामीले ल्यायो भने पनि हाम्रो घाँसलाई ल्याउनुलाई 15-20 किलो ल्याउनुलाई त्यति गाह्रो छैन, सरले दिइराख्नु पर्यो। मैले त के सिकेको भने सबभन्दा धेरै ज्ञान त आत्मनिर्भर आफूमा आफै बाँच्न सकिँदो रहेछ, कसैसँग हात फैलाउन पर्दो रहेनछ। दोस्रो कुरो फेरि मैले यहाँ गाउँ साथीभाइ छिमेकी दिदी बहिनी दाजुभाइलाई के भन्छु भने यताको उता भएर बस्नुभन्दा एउटा दुईवटा भैँसी पालौँ, दुध बेचौँ, अनि यहाँ डेरी पनि आउँछ, घर घर लिन आउँछ। अहिले खाली बस्यो भने अर्काको आश गर्नुपर्छ, आफै गऱ्यो भने केही न केही आफैलाई हुन्छ है भनेर मलाई त आत्मनिर्भरलाई मलाई एकदमै साथ दिएछ। आज 2-4 पैसा चाहियो भने कसै कहाँ जान पर्ने, हिजो कसै कहाँ गएर मागेर छोराछोरीलाई दबाई गर्न एउटा कापी किन्न माग्नु पर्थ्यो भने मेरो त कमाइ पनि थिएन, छोराछोरी साना थिए, दुला लोट्नु भएको थियो। त्यसले गर्दा कमाइ नभएर 1 रुपियाँका नै कमाइ नभएर जिरोबाट नै थालेको मान्छे म आज यहाँसम्म ठिकै नै छ। छोराछोरीलाई पढाएँ, छोराछोरी अब पढेर राम्रै गरे, छोराछोरीले पनि ठाम भए त छ, मेरो ठाम भए पनि छोरो विदेश जान एकदम तयार छ। छोरालाई मैले के भन्छु भने गरेपछि नेपालमा नै छ। मैले छोराछोरी 2वटा छोराछोरी पालेँ, बाबा बिरामी हुनुहुन्थ्यो, बुवा आमा हुनुहुन्थ्यो। यत्रो समय 50 वर्ष निर्भर गऱ्यो भने तिम्रो पनि समय जान्छ, वर्ष 1 लाख कमाउनलाई खासै कहीँ जान पर्दैन। छ नि सोच, त्यहाँ गऱ्यो भने पाएर कमसेकम एकै ठाउँमा 12वटा भैँसी पाल्न पायो र 3टा भैँसी गाई पाल्न पायो भने त मलाई त भैँसी बाख्रा र कुखुरामा पाल्दैन। मलाई त एकदम मेरो लागि छ। अब अरू साथीभाइहरूले के भन्नुहुन्छ, मेरो लागि त एकदमै उपयोग छ। मिहिनेत नगरिकन त कहीँबाट पनि हुँदैन। बिहान उठ्न पऱ्यो, गोबर फाल्न पऱ्यो, घाँस काट्न, त्यो डेली ड्युटी, चाहे बाउ आओस्, चाहे आमा आओस्, चाहे सम्धी आओस्, चाहे इष्टमित्र आओस्, आफूले गरेको कामलाई लाजमा नमानेर गर्ने नै एकदमै छ। पहिला त धेरै गल्ती गरेर नि एकदमै घाँसमा बढी गर्ने, दाना बढी दिएर हुन्छ कि भन्ने, अनि भैँसीलाई ग्यास्ट्रिक हुने, अनि फेरि कुन औषधि लिएर आएर खुवाएर हुन्छ भन्ने कुरो त्यो पनि ज्ञान भएन होइन। अहिलेकालाई त मैले के भन्छु भने एक दिनमा 3 पटक मात्रै स्याहार गरेर अरू समय त चाहे बिरामी भयो भेट्न जान पाइयो, केही काम परे जान पाइयो, जागिर भनेपछि जान पाइएन। जागिरबाट पनि कमाउने भनेको 25,000 देखि 30,000सम्म मात्रै हो, यसरी पढे मात्रै हो, त्यहाँ माथिको केही पनि हुँदैन। 25-30,000 गर्नलाई घर परिवारसित सँगै बसेर एकै ठाउँ भएर सबै घर परिवारको मेलमिलाप हुन्छ भने 25-30,000 कमाउनलाई कोही पनि जान पर्दैन। एकजनाको 30,000को दरले जोग्यो भने 2जनाको 60,000 जोगिन्छ, 4जनाको अब 60,000, एकजना 2जनाको 60,000 जोग्यो, 4जनाको 1,20,000 जोगिन्छ। त्यो त मिहिनेत गर्न पर्यो। हामीलाई त जस्तै अहिले त अब सबै लानेहरूले गाह्रो मान्नु होला। अब जस्तै बिहा पाल्ने भनेर, पशुपालन पाल्ने भनेर 40,000, 45 लाख, 40 लाख लिएर आएर जसले खानुभयो नि, उहाँहरूको फर्ममा कति छन् र लाँदै नलगेका मान्छेको फर्ममा कति छन् र कति मिहिनेत उहाँहरूले गर्नुभयो र मान्छे राखेर गर्नुभयो, कति मिहिनेत यहाँहरूले गर्नुभयो भनेको त सरकारले नै मूल्याङ्कन गर्ने ठाउँ छ, हामीहरूले भन्ने ठाउँ पनि छैन त्यति। किनभने कस्तो ठाउँमा भैँसी बाँधेछन् तपाईँ आफै आउनुभयो, कस्तो व्यवसाय गरेर बसेछन् तपाईँ आफै आउनुभयो, कतिजना परिवार छन् र एउटा नाति छ, 4जना परिवार छन् भने एउटा नातिलाई एउटा मान्छेले दाना हाल्दा एकजनाले नबोकिकन त त्यसलाई त हुँदैन। 3जना लगाए, एउटाले दाना हाल्न पऱ्यो, एउटाले पानी हाल्न पऱ्यो, एउटाले भुसा हाल्न पऱ्यो, 3जनाको त्यही नै काम हुन्छ। त्यसले गर्दाखेरि अब कतिको छ, के छ, कतिको गर्नुभयो भने तपाईँले मूल्याङ्कन गर्ने, मैले त्यति मूल्याङ्कन गर्न सकिनँ। त्यो व्यवसाय धेरै थियो नि मेरो त छोराछोरीले पढ्ने उपाय नै थिएन। आज यही उपायबाट छोराछोरी पढाएर, छोराछोरीले पढेर एउटा छोरो अस्ट्रेलिया गएर बस्यो, अर्को छोरो जान अब जानी भन्ने कुरा छ। छोराछोरीलाई पढाउन सकिँदो रहेछ, छोराछोरीलाई 2-4 पैसा दिनलाई त्यति गाह्रो हुँदो रहेछ। हुन त दुःखले पनि होला, मेरो छोराछोरी त्यो कुलातमा पनि लागेन, पैसा पनि कम भएर पनि होला। छोराछोरीलाई 2-4 पैसा चाहिँदाखेरि र स्कुलमा फिस तिर्दाखेरि, कापी कलम किन्दा, ड्रेस किन्दा कोही माग्न नपर्ने, मलाई त एकदमै गर्वको छ। म त्यतिखेर एकदमै कमजोर अवस्था, अब एकदमै आतुर अवस्था भएको भएर पनि होला 3टा भैँसी मेरो 3 वर्ष लगातार मऱ्यो, तर पनि मैले हार खाइनँ। यसबाट केही हुन्छ, आज कमाएको पैसा गयो भने भोलि कमाएको पैसा आउँछ भनेर निरन्तर दिइरहेको छ नि। घाटा लागेको छ, दुध सङ्कलन गर्ने ठाउँ नभएर घरै दुध राखेर र घरै त्यही भैँसी दुनी, त्यही भैँसीलाई खुवाउने पनि गरेँ मैले।
पहिला पहिला त थियो नि, यहाँबाट थिएन, साधन पनि थिएन। अनि दुध उहाँ चोकमा पुर्याउने साधन नभएपछि अझ जस्तो अटो भएको भएदेखि अझ जस्तो आफैसम्म साधन भएको भए, साइकल भएको भएदेखि त लान्थेँ नि मैले। गर्नुहोस्, राम्रो छ, यसलाई मिहिनेत गरेपछि घाटा छैन। विदेश गएर पनि त्यत्तिकै कसैले दिँदैन। विदेश जाने लगानी यसमा लगाएपछि छ, नाफा हुन्छ। तपाईँहरूले नाफा हुन्छ भनेर भैँसी राखेर अनि बाहिरी मान्छे राखेर आफू घुम्न गएर हुँदैन। आफू पनि त्यसैमा निरन्तर दिएपछि हुन्छ। गरेपछि एक दिन असफल एक दिन सफल भइन्छ। विदेश गएका मान्छे पनि कतिपय मान्छे काम नपाएर फर्केर लगानी फर्काएर डुबाएर आएका मान्छे छन् भने यसमा डुब्दैन। आफू निरन्तर दिइरहनुहोस्, गर्नुहोस्, खालि विदेश मात्रै नदौडिनुहोस्, यसमा गर्नुहोस् भनेर मैले अरूलाई मात्रै नभएर मेरा छोराछोरीलाई पनि भन्छु। मैले आयो कुनै कुराको टेन्सन भयो भने दिया बाछासिन गयो, गोबर फाल्यो, घाँस हाल्यो, अनि त्यसले कता के गर्दैछ, त्यसको के आवश्यकता छ, त्यसको पुरा गर्दा गर्दै दिमागमा टेन्सनको विषयको कुरा पनि आउँदैन। पहिलो कुरा। दोस्रो कुरा के हुन्छ भने टेन्सन छ भने पनि त त्यसलाई त गर्नै पर्यो नि। त्यसमा निरन्तर लाएपछि अब टेन्सन भए पनि, दुःख भए पनि, सुख भए पनि गइरहेपछि महिना मरेपछि पैसा आउँछ। ठिकै छ, मलाई त राम्रो, मेरो लागि त एकदमै बेस्ट। म छोराछोरीलाई पाडेँ, हुर्काएँ। श्रीमान पनि एकदम गम्भीर अवस्थाका हुनुहुन्थ्यो। 48 लाख पैसा लाएर श्रीमानलाई सन्चो भयो। 7.5 लाख लाएर छोरो गाडीमा परेको थियो, सन्चो भयो। मेरो जागिर पनि थिएन, म केही गरेकी पनि थिएन। म यसैबाट चाहिँ आज निरन्तर यहीँसम्म आइपुगेँ। भोलिआन पनि दौडिने दिनमा छोराछोरीलाई नि हुन्छ भन्छ। अब छोराछोरीले मान्ने नमाने छोराछोरीको कुरा, मैले बाहिरलाई भन्ने त्यही हो होइन। म त ओल्तिर पल्तिर कोही दाजुभाइलाई विदेश जान थालेँ, नजानुहोस्, 5 वर्षसम्म 5वटा भैँसी पाल्नुहोस्, दुध बेच्न जानुहोस्, छोराछोरीलाई सँगै राख्नु, छोराछोरी बिग्रिन्नन्, भत्किन्नन्, छोराछोरीलाई पनि अब आवश्यकता अनुसारको चिज पुर्याउन सकिन्छ। अहिलेका मान्छेले विदेश गरेर केही गर्न सक्दैन, त्यही खानी लाउने, यो गरेर त्यही खानी लाउने गर्न सकिन्छ।